2082 फागुन 21 गते यो दिन मात्र नभएर एउटा सुनौलो दिन हो। नयाँ किरणको उदय हुने दिन हो र आफ्नो मतदान गरेर राम्रो लिडरलाई जिताउने दिन हो। हजुरहरूले भोट हाल्नुभयो त? मैले पनि भोट हालेँ है। यो चाहिँ मेरो लागि पहिलो अनुभव थियो। जीवनमा पहिलोचोटि मैले भोट हालेँ राइट क्यान्डिडेटलाई। अनि हजुरहरूले हाल्नुभयो? हामी चाहिँ न्युयोर्कबाट चाहिँ अब्जर्भेसन भएर चाहिँ बाँके बर्दियाका विभिन्न मतदान स्थलहरूमा अवलोकन गर्ने सुनौलो अवसर पायौँ र हामीले त्यहाँ के कस्तो भइराखेको छ गतिविधि त्यसलाई पनि निहालेर हेर्ने सुनौलो अवसर पायौँ। यसको लागि न्युयोर्कलाई एकदमै धेरै धन्यवाद छ, किनकि यो चाहिँ हाम्रो लागि पहिलो लेसन पनि थियो। मतदान कसरी हुन्छ, कसरी सम्पन्न हुन्छ र के कार्यविधिहरू हुन्छ मतदान गर्नुभन्दा अघि र पछि र मतदान गर्ने दिन भन्ने बारेमा जानकारी गर्ने सुनौलो अवसर थियो।